ओके, यो चाहिँ हाम्रो डिजाइन अफ स्ल्याबको सेकेन्ड पार्ट हो। फर्स्ट पार्टमा चाहिँ हामीले डिटेलली यसको कन्सेप्ट बुझ्यौँ र डिजाइन स्टेप पनि मैले एक्सप्लेन गरेको छु र यसमा चाहिँ अब न्युमेरिकल गर्न जाँदैछु। यसमा चाहिँ 2 स्ल्याबको न्युमेरिकल, 1 स्ल्याब चाहिँ जेनरली सोधेको छैन, सोधे पनि खासै फरक छैन, यसमा थोरै स्टेपमै आउँछ। ल यसमा चाहिँ हामीलाई प्यानल नम्बर 1 को डिजाइन गर भनेको छ र हाम्रो डाइमेन्सन दिएको छ प्यानलहरूको। त्यसपछि यो चाहिँ सपोर्टको थिकनेस दिएको छ, बिममा रेस्ट गर्छ भनेको छ र लाइभ लोड दिएको छ, अनि कङ्क्रिटको ग्रेड र स्टिलको ग्रेड दिएको छ। सिम्पल छ है, सबै डिटेलिङ देखाऊ भनेको छ। अब यसमा हामीले यहाँ फिगरमा हेर्न सकिन्छ प्यानल नम्बर 1 छ। प्यानल नम्बर 1 भनेको यो होल प्यानलको एउटा पार्ट मात्रै हो, जसको लेन्थ चाहिँ यो लङ्गर सेक्सन चाहिँ 5.5 मिटर छ भने सर्टर सेक्सन चाहिँ 4.5 मिटर छ। भनेपछि योबाट हेर्दै हामीले क्यापिटल एलएक्स भनेको 4.5 मिटर र क्यापिटल एलवाई भनेको 5.5 मिटर लेख्न सकिन्छ है। ओके, यो प्यानल हेर्न सकिन्छ। अब यो प्यानलमा हेर्नुहोस् त, कतै पनि हाम्रो सपोर्टसँग टच भएको छैन भने चाहिँ हामीले टर्सनल रिइन्फोर्समेन्टहरू प्रोभाइड गर्नु पर्दैन। यदि हामीलाई यो प्यानल डिजाइन गर भनेको चाहिँ हामीले यहाँ टर्सनल रिइन्फोर्समेन्ट दिनु पर्थ्यो है। तर अब हामीले त यो बिचको भनेको छ, त्यही भएर टर्सनल रिइन्फोर्समेन्ट दिनु पर्दैन भनेर थाहा पाइहाल्नु पर्यो पहिला। लास्टको स्टेप त उड्यो यत्तिकै। अब त्यसपछि हामीले अब डिजाइन गर्नुपर्ने के छ, हामीले यो स्ल्याबको सेक्सन गरायो भने त मलाई यो ओभरअल डेप्थ चाहियो, स्मल डी चाहियो, त्यसपछि यहाँ रिइन्फोर्समेन्टहरूको डिटेलिङहरू चाहियो, कति एमएमको कति स्पेसमा चाहियो, सबै चाहियो। त्यसपछि यसमा पनि यो सेक्सनबाट हेर्दा पनि यहाँ अल्टरनेटिभ बेन्टअप अनुसार हाम्रो स्टिलहरू हुन्छ, सर्टर सेक्सनमा एउटा, लङ्गर सेक्सनमा एउटा हुन्छ भनेर हामीले ट्याक्क डिजाइन गर्नु पर्यो। ओके, भनेपछि हाम्रो सर्टर सेक्सनमा एएसटी चाहियो, लङ्गर सेक्सनमा एएसटी चाहियो, अनि ओभरअल डेप्थ चाहियो। बी त हाम्रो जहिले 1 मिटर हुन्छ अथवा 1000 mm हुन्छ, अनि त्यसपछि रिइन्फोर्समेन्टहरूको डिजाइन चाहियो है त। अब पहिला चेक गर्नु पऱ्यो 1 स्ल्याब हो कि 2 स्ल्याब हो। त्यसको लागि स्टेप 1 मा जाउँ, एस्पेक्ट रेसियो। अब क्लियर छ, स्प्यान लेन्थ भनेको एलएक्स भयो, एलवाई तिनीहरू रेस्पेक्टिभली भ्यालु आयो। त्यसपछि एलवाई र एलएक्सको रेसियो गर्दाखेरि हाम्रो 2 भन्दा सानो आयो भनेको 2 स्ल्याब रहेछ। 2 स्ल्याब भन्ने बित्तिकै माइन्डमा क्लिक हुनु पऱ्यो कि हामीले सर्टर सेक्सन र लङ्गर सेक्सनको छुट्टा छुट्टै डिजाइन गर्नुपर्छ। ओके, अब त्यसपछि थिकनेस चाहियो मलाई। स्ल्याब सम्झिने बित्तिकै थिकनेस त छुट्नु भएन। थिकनेस भनेको हामीलाई थाहा छ इफेक्टिभ डेप्थ प्लस क्लियर डेप्थ प्लस रिइन्फोर्समेन्टको डायमिटर बाई 2। हामीले एज्युम गरेको है, अहिले रिइन्फोर्समेन्टमा 10 mm को लिन्छु भन्ने एज्युम गरेको हुन्छ जेनरली, पछि घटेर 8 mm नि हुनसक्छ। अब यो डी भनेको चाहिँ एलएक्स, अल्फा, बी, गामा अरू भ्यालुहरू छँदैछ। अब यिनीहरू चाहिँ जेनरली 1 हुन्छ, यसको भ्यालु चाहिँ हाम्रो डिपेन्ड हुन्छ। अब कस्तोमा डिपेन्ड छ, यो केमा रेस्ट छ, केमा रेस्ट गरेको छ, कन्टिन्युअस हो कि होइन भन्ने डिपेन्ड गर्छ। यो केसमा चाहिँ हाम्रो 35 हुन्छ अल्फाको भ्यालु है त। अल्फाको भ्यालु 35 हुन्छ, त्यसैले डीको भ्यालु 128.57 मैले राउन्ड अफ गरेर 130 लिइदिएँ। अब 130 यो भयो। क्लियर कभर मैले 50 mm मानेको छु र रिइन्फोर्समेन्टको डायमिटर चाहिँ 10 mm लिएँ भने मेरो टोटल ओभरअल डेप्थ भनेको चाहिँ 150 mm हो। थिकनेस अफ द स्ल्याब 150 mm लिएँ मैले। दिस इज एज्युम्ड है। अहिले योभन्दा कम लिँदा मिल्छ भने योभन्दा घटाए ठिक छ, नत्र इकोनोमिक हुँदैन हाम्रो। ओके, अब इफेक्टिभ स्प्यान चाहियो हैन त। इफेक्टिभ स्प्यान किन चाहियो भन्दा हामीले मुभमेन्टहरू निकाल्नुपर्ने हुन्छ। अब यो 2 स्ल्याब हो, 2 स्ल्याब भएको हुनाले एलएक्स र एलवाई छुट्टा छुट्टै झिक्नुपर्छ। एलएक्सको लागि चाहिँ हाम्रो यो स्प्यान सर्टर सेक्सनको स्प्यान प्लस डी/2 प्लस डी/2, डी चाहिँ हामीले 130 लिएको थियो, सिम्पली आयो। अब एलवाई भनेको चाहिँ डी-2। अब डी- भनेको चाहिँ हाम्रो के हो भन्दाखेरि त्यही इफेक्टिभ डेप्थबाट रिइन्फोर्समेन्टहरूको डायमिटर घटाएको। सिम्पल 130 माइनस 10/2 × 2 भनेको 120 आयो। अनि एलवाईमा यति जोड्दाखेरि हाम्रो 5.62 मिटर आयो है त। दुईटा इफेक्टिभ स्प्यान आयो। अब मुभमेन्टहरू निकाल्दा चाहिँ सर्टर सेक्सनको मुभमेन्ट निकाल्दा यो युज गर्ने, लङ्गर सेक्सनको लागि यो युज गर्ने। अब स्टेप 4 मा चाहिँ लोड एन्ड मुभमेन्ट क्याल्कुलेसन। अब सेल्फ वेट भनेको गामा बिडी हो, बी भनेको 1 मिटर, त्यसैले मैले राखेन। 25 टाइम्स 0.15 यति आयो हाम्रो। सुपर इम्पोज लोड गिभन थियो। टोटल फ्याक्टर लोड चाहिँ हाम्रो यिनीहरूको सम टाइम्स 1.5 गरेर टोटल फ्याक्टर डब्ल्यु आयो। मुभमेन्ट निकाल्नु पर्यो। मुभमेन्टको लागि हामीलाई थाहा छ क्लज नम्बर सेक्सन एनएक्सडी मा गयो भने हामी एनएक्सडी मा गयो भने हामीलाई के भन्छ त, स्ल्याबमा रेजिस्टेन्स स्ल्याबहरुमा के भनिन्छ त भन्दाखेरि एमएक्स र एमआई 2 स्ल्याब छ भने
अल्फा एक्स डब्लु एलएक्स स्क्वायर अथवा अल्फा वाई डब्लु एलएक्स स्क्वायर छ एमएक्स र एमवाईको भ्यालु रेस्पेक्टिभली भनेको छ। अब हामीलाई यो अल्फा एक्स अल्फा वाईको भ्यालु चाहियो, त्यो चाहिँ टेबल 20 ले दिएको हुन्छ। फेरि 26 ले अब टेबल 26 ले दिएको हुन्छ। टेबल 26 चाहिँ हाम्रो एलवाई र एलएक्ससँग डिपेन्ड हुन्छ। त्यसैले गर्दाखेरि मैले एलवाई बाई एलएक्सको रेसो निकालेँ भनेको इफेक्टिभ स्प्यान इन लङ्गर सेक्सन सर्टर सेक्सन। त्यसो 1.213 आयो, तर अन्त यहाँ 1.2 छ 1.3 छ भने इन्टरपोलेट गर्नुपर्ने छ हामीले। अनि त्यसपछि हामीलाई के पनि थाहा छ त भन्दा हाम्रो यो कुन हो, जस्तै हामीले एलवाई र एलएक्सको भ्यालु मात्रै हेरेर भएन, हामीले यता पनि हेर्नु पर्यो हाम्रो प्यानल कुनमा परेको छ। इन्टेरियर प्यानल हो कि वान सर्ट एज डिस्कन्टिन्युअस हो कि वान लङ एज डिस्कन्टिन्युअस हो कि हामीले थाहा पाउनुपर्छ है त्यो फिगर हेरेर। जस्तै अब हामीलाई गिभन त हाम्रो गिभन के को छ, सबै साइडहरू यो लङ्गर सेक्सन लङ्गर एज भयो सर्टर एज सबै एजहरू के छ हाम्रो इन्टेरियर छ नि सबै भित्र परेको छ। त्यसैले फर्स्ट केस हुनु। यदि हाम्रो यो प्यानल भएको भए हाम्रो के भन्नु मैले वान लङ्गर एज डिस्कन्टिन्युअस एन्ड अनदर सर्टर एज डिस्कन्टिन्युअस भन्नु मैले है त। त्यसरी नै यो सेक्सन भएको भए यो सेक्सन भएको चाहिँ वान लङ्गर एज डिस्कन्टिन्युअस हुनु मिल्यो। जस्तै यो केस हुन्थ्यो वान लङ एज डिस्कन्टिन्युअस यो हुन्थ्यो है त। तर अहिले त हाम्रो यो इन्टेरियर प्यानल हो, त्यसैले गर्दाखेरि योसँग करेस्पोन्डिङ भ्यालु हेर्नुपर्ने भयो। अनि 1.2 त यहाँ छ। अब 1.213 आएको छ हाम्रो, भनेपछि इन्टरपोलेट गरेर निकाल्नु पर्ने भयो। अनि अल्फा वाईको भ्यालु चाहिँ जुनसुकै एलवाई बाई एलएक्स होस् फरक परेन, जहिले यो दुईटा नै हुन्छ। ओके, हामी जाउँ यसमा। ओके, ल एलवाई बाई एलएक्सको भ्यालु 1.213 आउँदाखेरि मैले इन्टरपोलेट गरेर गरेँ, जसमा चाहिँ हाम्रो अल्फा एक्सको 1.2 मा 0.043 छ अनि 0.032 छ भने 1.213 मा चाहिँ 0.0435 र 0.025 आयो है। सिम्पल छ। अब नेगेटिभ र पोजिटिभ कसरी थाहा पाउने भन्दा यहीँ टेबलमा लेखेको छ, नेगेटिभ मुभमेन्ट एट कन्टिन्युअस एज, नेगेटिभ मुभमेन्ट पोजिटिभ मुभमेन्ट एट मिड स्प्यान भनेर सबै लेखिदिएको छ है त। त्यसरी नै अल्फा वाईको भ्यालु 0.032 र 0.024 यहीँ गिभन छ। हाम्रो यो प्यानल हो, त्यही भएर अल्फा वाईको भ्यालु चाहिँ यो कोलमले दिन्छ, जसमा हेर्दा चाहिँ नेगेटिभ मुभमेन्ट चाहिँ 0.032 छ, पोजिटिभ मुभमेन्ट चाहिँ 0.24 छ, त्यही लेखेको छु मैले। अब यहाँ हेर्नुहोस् त अल्फाको भ्यालु नै दुईवटा आयो है, अल्फा एक्सको भ्यालु अल्फा वाईको भ्यालु दुईवटा आयो भनेपछि एमएक्सको त हामीले दुईवटा भ्यालु निकाल्नु पऱ्यो, एमआईको पनि दुईवटा भ्यालु निकाल्नु पऱ्यो। त्यसैले करेस्पोन्डिङ भ्यालुहरू निकाल्यो, यसमा पनि त्यही निकाल्यो। अब यहाँ चाहिँ एलएक्सै राख्ने हो, एलवाई राख्ने होइन, एमआई निकाल्दा यो जोकिनु भएन, कोडमै गिभन छ फर्मुला। अब यहाँ इन दुईवटाबाट म्याक्सिमम मुभमेन्ट हामीले यता लेख्यौँ, इन दुईवटाबाट म्याक्सिमम मुभमेन्ट यहाँ लेख्यौँ र यिनी दुईवटाबाट फेरि कम्पेयर गरेर म्याक्सिमम मुभमेन्ट निकाल्यौँ है। अब यो म्याक्सिमम मुभमेन्ट चाहिँ एकचोटि मात्रै काम लाग्छ, हामीले हाम्रो डेप्थ मिलेछ कि छैन भनेर, नत्र जेनरली इन दुईवटा युज गर्ने हो। अब हामीले कङ्क्रिटको डेप्थ हेरौँ। हामीले जुन अघि डी एज्युम गरेको थियो स्मल डी, यसमा यो स्मल डी एज्युम गरेको थियो, यो डी एज्युम गरेको थियो है टेन्टेटिभली। तर त्यो यो एज्युम गरेको डीले त हामीले यो जति म्याक्सिमम मुभमेन्ट इन्ड्युस भयो नि त्यसलाई रोक्न सक्छ कि सक्दैन चेक गर्नु पऱ्यो। त्यसको लागि चाहिँ म्याक्सिमम मुभमेन्ट चाहिँ एम लिमिटिङसँग इक्वेट गर्यो। एम लिमिटिङको भ्यालु जहिले 0.36 एफसीके बी एक्सएम डी माइनस 0.42 एक्सएम हो। एक्सएमको भ्यालु चाहिँ हाम्रो एफई 415 इन्स्टल भएको हुनाले 0.48 डी भयो है, यो टेबलमा गिभन छ। त्यसैले एम लिमिटिङ चाहिँ हाम्रो यो भयो। अब यसलाई यसको यो इक्वेसनमा एमएक्सको भ्यालु राखेँ मैले। एमएक्सको भ्यालु कहाँबाट आयो, यहाँबाट दिस वान है, दिस वान आयो। त्यसपछि डीको भ्यालु चाहिँ 62.6 एम आयो भनेपछि हामीले एज्युम गरेको त 130 एमएम थियो। अब यति धेरै भास्ट डिफ्रेन्स आयो, मैले 130 एमएम युज गरेर 120 एमएम डी एज्युम गरिदिएँ। त्यसले गर्दाखेरि क्या ओभरअल डेप्थ नै 140 एमएम भनेको 20 एमएमको डेप्थ रिडक्सन भयो, कङ्क्रिट पनि कम लाग्यो है, हाम्रो इकोनोमिक हुने भयो यसरी है त। मैले 100 एमएमको लिएर गरेँ नि हुन्थ्यो, तर 100 एमएमले अहिले पछि हामीले डिफ्लेक्सन चेक गर्नुपर्छ, त्यसमा नि हुनसक्छ, त्यसमा डिफ्लेक्ट भइदिन सक्छ, फेल भइदिन सक्छ। त्यसैले जेनरली यो हामीले एज्युम गर्दाखेरि भन्दा अलिकति कमै लिए हुन्छ, अथवा यही युज गरिदिँदा नि केही फरक पर्दैन। अहिले चाहिँ मैले 120 एमएम लिएँ। अब सेक्सन साइज समरी गर्नु पऱ्यो, ओभरअल डेप्थ, इफेक्टिभ डेप्थ, विड्थ है त। अब यसले मात्रै डिजाइन हुन्छ त हाम्रो हुँदैन, हामीले रिइन्फोर्समेन्ट दिनु पऱ्यो। रिइन्फोर्समेन्टमा सर्टर स्प्यानको लागि चाहिँ एक्स डिरेक्सन सर्टर
सर्टर डिरेक्सनको म्याक्सिमम मुभमेन्ट इक्वल्स टु मुभमेन्ट अफ रेसिस्टेन्स है। सिम्पल छ यो बिम डिजाइन गर्दाखेरिको फर्मुला, जसमा चाहिँ एएसटी चाहिँ हामीले यसरी निकाल्छ। अब एएसटी अब स्पेसिङ बार दिनु पर्यो नि त, हाम्रो जसरी डिजाइनको भिडियो हेर्नु भएको थियो भने यो बार र यो बारको स्पेसिङ यहाँ दिनुपर्छ है त। इन दुईटा बारको स्पेसिङ अनि इन दुईटा बारको स्पेसिङ पनि दिनुपर्छ हामीले। त्यहीको लागि स्पेसिङ निकाल्यो। स्पेसिङ भनेको विड्थ अपन टोटल एरिया टाइम्स एरिया अफ इच बार। अब चाहिँ मैले 8 mm लिएँ। अहिले अघिसम्म चाहिँ मैले 10 mm लिएको थिएँ बार, अहिले चाहिँ 8 mm लिएँ है त। अब स्पेसिङ यति आयो। स्पेसिङ हाम्रो योभन्दा घटाएकै बेस्ट हुन्छ, 175 mm लिए। अनि अब स्पेसिङ हाम्रो यहाँ धेरै आएको थियो नि त यो एएसटी हुँदा। अब यहाँ कम आएको बेला एएसटी स्पेसिङ कम आएको बेला एएसटी त बढ्छ। त्यही भएर यो स्पेसिङको बेलाको एएसटी प्रोभाइडेड निकाल्ने। यो चाहिँ एएसटी रिक्वायर्ड भयो, त्यसमा चाहिँ रिक्वायर्ड है, एएसटी रिक्वायर्ड, दिस चाहिँ एएसटी प्रोभाइडेड है त। यसरी आयो हाम्रो एएसटी प्रोभाइडेड। अनि डी ड्यास पनि अब हेर, अब फरक के पर्छ भन्दा डी त हामीले सेमै लिएको छ 120 mm, तर हामीले डायमिटरको अफ बार त घटायो 8 mm लिदियो, त्यसैले डी ड्यासमा फरक पर्ने भयो। डी माइनस 5/2 टाइम्स 2, त्यो गर्दाखेरि 112 mm डी ड्यास आउने भयो है त। अब अनि कम समय लेख्नु पर्यो सर्टर स्प्यानमा। सर्टर स्प्यानमा हामीले 8 mm को डायमिटरको बार दिनु पर्यो, जसमा चाहिँ 175 mm सेन्टर टु सेन्टर डिस्टेन्स छ विथ अल्टरनेटिभ बेन्ट। अब लङ्गर स्प्यानको लागि डिजाइन गर्नु पर्यो, लङ्गरको लागि एमवाई म्याक्स युज गर्नु पर्यो। अनि यो सिम्पल छ। अब यहाँ चाहिँ डी नभएर डी ड्यास हुन्छ है त। अनि यहाँ चाहिँ एएसटीवाई हुन्छ। अब डी ड्यास भनेको भर्खर निकालेको थियो 112, जसमा डी ड्यास चाहिँ डी माइनस 5/2 टाइम्स 2 हुन्थ्यो। यो 5 भनेको चाहिँ हामीले अघि 8 mm को लिएको थियो। त्यसरी गर्दाखेरि एएसटीवाई रिक्वायर्ड, यसरी रिक्वायर्ड चाहिँ यति आयो। फेरि अब स्पेसिङ दिनु पर्यो। स्पेसिङको लागि विड्थ अपन एएसटी रिक्वायर्ड टाइम्स एरिया अफ इच बार। यसमा मैले लङ्गर सेक्सनमा नि 8 mm कै बार युज गरेँ, यसमा चाहिँ स्पेसिङ यति आयो। यसमा घटाएर मैले स्पेसिङ यति लिएँ। अब स्पेसिङ घटाएको छ भने एएसटी रिक्वायर्ड बढ्छ अनि एएसटी प्रोभाइडेड चाहिँ हाम्रो यति आयो है। सिम्पली यो स्पेसिङलाई यहाँ राखेको मात्रै हो। अलि समरी लेख्दाखेरि चाहिँ हाम्रो के भयो, 8 mm को बार युज गर्नु पर्यो, 225 सेन्टर टु सेन्टर विथ अल्टरनेटिभ बेन्ट अप। भनेको लङ्गर सेक्सनमा हाम्रो सेन्टर टु सेन्टर डिस्टेन्स धेरै रहेछ, सर्टरमा थोरै रहेछ है त। ओके, अब सियर पनि हेर्नु पर्यो, किनभने हाम्रो त सपोर्टहरूमा त सर्टेन फोर्स आउँछ। त्यसको लागि म्याक्सिमम सियर फोर्स आउने भनेको WL/2। यो दिस चाहिँ हाम्रो स्प्यान हो है, त्यो इफेक्टिभ होइन कि नर्मल स्प्यान हो, सर्टर सेक्सनको स्प्यान हो। अब हामीले यो अघि क्यालकुलेट गरिसकेको थियो 4.5/2 अनि सिम्पल हाम्रो म्याक्सिमम सियर फोर्स आयो। अब यो सियर फोर्सले इन्ड्युस गर्ने सियर स्ट्रेस भनेको यो फोर्स अपन एरिया बिडी, यसले चाहिँ हाम्रो यति न्युटन पर mm² आउने भयो है हाम्रो नोमिनल सियर स्ट्रेस। अब यो नोमिनल सियर स्ट्रेस चाहिँ हाम्रो कङ्क्रिटको सियर स्ट्रेन्थभन्दा बढी छ कि कम छ भने चेक गर्नु पर्यो। त्यसको लागि हाम्रो कङ्क्रिटको सियर स्ट्रेन्थको लागि चाहिँ हामीले पर्सेन्टेज अफ स्टिल हेर्नु पर्यो। पर्सेन्टेज अफ स्टिलको लागि चाहिँ हामीले y/2 युज गर्नु पर्यो, किनभने सपोर्टमा चाहिँ हाम्रो एएसटी चाहिँ त्यसको हाफमा चाहिँ जान्छ। ओके, त्यसैले गर्दा 100 AST y/2/BD त्यो गरेर हाम्रो पर्सेन्टेज 0.093 आयो। तर हामीलाई के थाहा छ, पर्सेन्टेज 1 भन्दा कम आयो भने डाइरेक्ट हाम्रो टाउसीको भ्यालु 0.28 न्युटन पर mm हुन्छ। तर यो थाहा छैन भने टेबल 19 मै जाने हो हामी। ओके, टेबल 19 मा हेर्न सक्नुहुन्छ 0.15 भन्दा सानो छ कुनै पनि पर्सेन्टेज अफ स्टिल भने हाम्रो ग्रेड अफ कङ्क्रिट 1 M20 थियो भने 0.28 भयो टाउसीको भ्यालु है त। ओके, 0.28 आयो हाम्रो टाउसीको भ्यालु। तर हामीले यो टाउसीसँग कम्पेयर गर्ने होइन, हामीले त यसलाई फ्याक्टर मोडिफिकेसन फ्याक्टरले मल्टिप्लाई गर्नुपर्ने हो। त्यो चाहिँ के टाइम्स टाउसी है त। अब के को भ्यालु चाहिँ हाम्रो थिकनेस अफ स्ल्याबमा डिपेन्ड गर्छ। त्यो चाहिँ हाम्रो गिभन पेज नम्बर 39 मा गिभन छ 40.2 मा डिजाइन सियर स्ट्रेन्थ अफ कम्प्लिट, जसमा चाहिँ हाम्रो स्ल्याब डेप्थ चाहिँ हाम्रो अहिले कति थियो ओभरअल डेप्थ हेरौँ। हामीले समरीमा लेखेको थियो 140 mm लिएको थियो भनेपछि लेस देन 150 mm भयो, लेस देन 150 mm भयो। त्यो भनेको हाम्रो के को भ्यालु 1.30 हुने रहेछ। के को भ्यालु मैले 1.3 लिए अनि यसलाई मल्टिप्लाई गर्दा टाउसी ड्यासको भ्यालु चाहिँ 0.36 भयो। अब
कङ्क्रिटको त्यो हाम्रो स्ट्रक्चरको स्ल्याबको सियर स्ट्रेन्थ चाहिँ यति रहेछ, तर हाम्रो फोर्सेसहरूले इन्ड्युस गर्ने सियर स्ट्रेस यति रहेछ भनेपछि हाम्रो विथस्ट्यान्ड गर्ने क्यापेबिलिटी रहेछ। त्यसैले यो सेफ भयो। अनि स्टिरअपहरू दिनु परेन, हामीले दिँदा पनि दिन्थेन। यदि यो फेल भएको फेरि डिजाइन गर्नुपर्छ। ओके, अब डेभलपमेन्ट लेन्थ चेक गरौँ। हाम्रो डिजाइन लगभग सक्यो है त। अब डेभलपमेन्ट लेन्थ चेक गर्ने र डिफ्लेक्सन चेक गर्ने मात्रै हो। डेभलपमेन्ट लेन्थको लागि हामीलाई सधैँ थाहा छ यो एलडी चाहिँ 1.3 m1/v + l0 हुन्छ। अनि यो चाहिँ हाम्रो पेज नम्बर 11 क्लज नम्बर 26.2.1 मा मजाले गिभन छ यो क्लज। त्यसपछि हाम्रो 26.2.3.3 को सी को केस युज गरेर हामीले यो डिराइभ गरेको है त। अब यसमा m1 भनेको चाहिँ के हो भन्दा 0.87 fy STY प्रोभाइडेड बाइ 2 है, सपोर्टमा बाइ 2 हुन्छ। त्यसैले यसमा पनि बाइ 2 नै भयो। त्यसैले हाम्रो m1 चाहिँ 4.423 किलोन्युटन मिटर आयो। त्यसरी नै l0 भनेको चाहिँ हाम्रो 16.5 लिने। अनि त्यसपछि ld भनेको चाहिँ 0.87 fy बाइ टाउ 4 टाइम्स टाउ bd। अब टाउ bd भनेको चाहिँ डिजाइन बोर्न स्ट्रेन्थ हो। त्यो चाहिँ हाम्रो 26.2.1.1 मा दिएको छ। m20 को लागि 1.2 दिएको छ। अनि हामीलाई थाहा छ रिभारहरू त्यो यस्तो सेप भएको हुन्छ है, फ्रिक्सन त्यो मजाले होल्ड गरोस् कङ्क्रिटलाई भनेर। अब यसले गर्दा चाहिँ हामीले त्यो टाउ bd लाई चाहिँ हामीले 60% ले बढाउनु पर्छ है त। त्यसैले मैले टाउ bd लाई 1.6 टाइम्स 1.2 गरेको छु र यसलाई फाइ त फाइ नै राखेँ। अब त्यसरी हामीले डायमिटर निकाल्दा 7.1 mm आयो। त्यो चाहिँ हामीले एजुम गरेको 8 mm भन्दा सानो आयो नि त। त्यसैले ओके भयो है त। अब हामीले डिफ्लेक्सन चेक गर्नु पर्यो। स्ल्याब भनेको त यो कोड जस्तै होइन। अब यताबाट फोर्स लगायो भने यसरी कचाको यसरी डिफ्लेक्ट हुनसक्छ, यसरी हेर्नुसक्छ, यसरी डिफ्लेक्ट हुनसक्छ, अब त्यो डिफ्लेक्सन हुन्छ कि हुँदैन भनेर चेक गर्नलाई हामीले डीसँग रिलेट हुनु पर्यो। किनभने डिफ्लेक्सन भनेको स्ल्याबको यो सेक्सन हो भने यसलाई यसरी सेक्सन हो भने त हाम्रो डिफ्लेक्सन भयो भने त हामीले यदि यो थिकनेस इनफ छ भने डिफ्लेक्ट हुँदैन, फोर्स अलि बढ्यो भने डिफ्लेक्ट हुन्छ भनेको यो डीमा भर पर्यो। त्यसैले हामीले डी चेक गर्छौँ। यसको लागि चाहिँ lx/अल्फा बीटा गामा अरू रोहरू भयो होइन, ल्याम्डा भयो। अब सिम्पली अरूहरू त 1 हुन्छ। यसमा चाहिँ यो गामा र अल्फा मात्र चेन्ज हुन्छ। अल्फा चाहिँ हाम्रो 26 भयो। यो गामा चाहिँ हामीले निकाल्नुपर्छ। यो चाहिँ पर्सेन्टेज अफ स्टिलमा डिपेन्ड गर्छ। पर्सेन्टेज अफ स्टिल चाहिँ ASTX प्रोभाइडेड हुन्छ यसमा चाहिँ। ल ओके, त्यसपछि हामीले पर्सेन्टेज अफ स्टिल 0.239 निकाल्यो। अब यसमा चाहिँ हामीले टेबल 19 हेर्ने होइन, हामीले चाहिँ पेज नम्बर 7 को फिगर हेर्ने हो। यसमा चाहिँ मोडिफिकेसन फ्याक्टर दिएको छ। ओके, पेज नम्बर 7 मा मोडिफिकेसन फ्याक्टर दिएको छ, जसमा चाहिँ हाम्रो यो ग्राफमा हेर्न सक्नुहुन्छ। यता पर्सेन्टेज अफ स्टिल दिएको छ, मोडिफिकेसन फ्याक्टर हाम्रो ल्याम्डाको भ्यालु यही हो। अनि यता चाहिँ एफएसहरूको भ्यालु दिएको छ, एफएसहरूको कर्भ दिएको छ। अब एफएस कसरी निकाल्ने भन्दा यही फर्मुला छ 0.58 fy एरिया अफ क्रस सेक्सन अफ स्टिल रिक्वायर्ड भनेको ASTX रिक्वायर्ड अपन एरिया अफ क्रस सेक्सन अफ स्टिल प्रोभाइडेड भनेको ASTX प्रोभाइडेड है त। ओके, हामीले ASTX रिक्वायर्ड ASTX प्रोभाइडेड। अब यो अघि भर्खरै निकालेको छ हामीले सर्टर सेक्सनमा। यो चाहिँ हाम्रो रिक्वायर्ड थियो भने यो चाहिँ हाम्रो प्रोभाइडेड है त। त्यसैले हामी त्यो भ्यालुहरू पुट गर्छौँ र एफएसको भ्यालु 219.62 आउँछ। अब 219.62 को कर्भ छ कि छैन हामीले यो फिगरमा हेरौँ। 219.62 को छैन, 240 को छ, 190 को छ भनेपछि यिनी दुईटाको बिचमा आउनसक्छ एउटा कर्भ है त। यसरी यही सेपको कर्भ आउँछ। अनि हामीलाई पर्सेन्टेज अफ स्टिल 0.239 छ भनेपछि 0.2 यो भयो, 39 यहाँ पर्ला, यहाँदेखि अपवर्ड जाने र यो 190 र 240 को बिचमा भएको कर्भ यहाँ पर्छ। यहाँ कोलाइड गरेर यतापट्टि लाने है त, एक्स एक्सिसतिर। यता लयो भने चाहिँ हाम्रो मानौँ 1.5 जति आउँछ अरे, 1.57 आउने चाहिँ इन्टरपोलेट गर्ने हो, सिम्पल छ। ओके, त्यसपछि हाम्रो यसको भ्यालु 1.57 आयो। हाम्रो अल्फाको भ्यालु 26 थाहा छ भनेपछि हामीले डी निकाल्यौँ। यसरी गर्दा हाम्रो मिनिमम थिकनेस अफ द स्ल्याब जसले चाहिँ हाम्रो डिफ्लेक्सन हुनबाट प्रिभेन्ट गर्न सक्छ भनेको 110 mm आयो। तर मैले त 120 mm लिएको थिएँ डिजाइन गर्दा भनेपछि यो सेफ भयो, डिफ्लेक्ट हुँदैन। अब यो क्वेसनमा टोर्सनल रिइन्फोर्समेन्टहरू दिनु परेन। किन भन्दाखेरि यसमा डिजाइन गर भनेको प्यानल त यहाँ पर्यो। यसमा कुनै पनि यो
डिस्कन्टिन्युस साइडहरू छैन जसमा चाहिँ हामीले टोर्सनल रिइन्फोर्समेन्ट दिनुपर्छ। यदि यो प्यानल डिजाइन गर भनेको चाहिँ यहाँ दिनु पर्थ्यो है, अनि यहाँ पनि दिनु पर्थ्यो। यो डिजाइन गर भनेको यहाँ पनि दिनु पर्थ्यो, यहाँ पनि दिनु पर्थ्यो। यो डिजाइन गर भनेको यहाँ दिनु पर्थ्यो, यहाँ दिनु पर्थ्यो। तर यो भनेको छ त्यसैले कतै पर्दैन। तर क्वेसन कहिलेकाहीँ यताको आइदियो भने, यो प्यानल आयो भने सिम्पली हामीले एरिया अफ टोर्सनल रिइन्फोर्समेन्ट भनेको 75% अफ ASTX प्रोभाइडेड भनेको जुन ASTX प्रोभाइडेड छ नि यसको 75% नै लिने हो हामीले टोर्सनलको लागि। अनि त्यसको लेन्थ कति विड्थको दिने त, जस्तै मैले यहाँ राख्ने त भने यसरी हैन, टोर्सनल रिइन्फोर्समेन्ट। अब यसको लेन्थ कति त भन्दाखेरि LX/5, यसको 5 टाइम्स गल्ले घटाइदिने है त। अनि त्यसपछि नम्बर अफ बार भनेको त हामीले निकाल्न सक्छ सिम्पली एरिया अफ पर एरियाको पर त्यो रिइन्फोर्समेन्टको एरिया 8 mm कै लिने, जति mm को यता लिन्छ त्यति नै लिने यसमा पनि। अनि टोर्सनल चेक पनि हुन्छ यसमा। र यति नै हो। यो चाहिँ जेनरली 20 मार्क्सको लागि सोध्छ। अब प्यानलमा भर पर्छ सबै, प्यानलमा धेरै कुरा भर पर्छ। प्यानलमा हाम्रो यो अल्फाको भ्यालु भर पर्छ, प्यानलमा भर पर्छ हैन, सपोर्टहरुमा भर पर्यो, प्यानल र सपोर्टमा। प्यानलमा चाहिँ हाम्रो टोर्सनल चेक गर्ने कि नगर्ने पनि भर पर्यो। अनि प्यानलमै हाम्रो यो मुभमेन्ट निकाल्दाखेरिको इन दुईटा भ्यालुहरु भर पर्यो। त्यसले प्यानल चाहिँ हामीले राम्रोसँग आइडेन्टिफाई गर्नुपर्छ र यसरी हाम्रो यो 20 मार्क्सको न्युमेरिकल सल्भ हुन्छ।